प्रचण्ड कमरेड तपाईको चाहिँ के अरे प्रधानमन्त्री हुँदाखेरि केपी कमरेडले के भनिराख्नु भएको थियो भने शिक्षकहरू उठ जाग अन्याय भएको छ किन सरकारले सुन्दैन भन्दै हुनुहुन्थ्यो। अब केपी कमरेड तपाईको चाहिँ सरकारमा जानुभयो, प्रचण्ड कमरेड भन्दै हुनुहुन्छ आन्दोलन नरोक है ढोका हुन्छ। केपीजी भन्नुहुन्छ किन आई शिक्षक मलाई थाहै छैन भन्नुहुन्छ। प्रचण्ड कमरेड हुँदाखेरि केपीजी के भन्दै हुनुहुन्थ्यो जाग उठ लड तिमीलाई उ भएको छ अन्याय भएको छ भन्दै हुनुहुन्थ्यो। त्यत्रो भन्ने मान्छेलाई अहिले शिक्षक किन आछन् भन्ने थाहा छैन। चाहे चुनावबाट होस्, चाहे जन्मसङ्ग्रहबाट होस्, चाहे विद्रोहबाट होस्, सानातिना जस्तो अहिले भन्ने नि अहिले तपाईँको गणतन्त्र गइहाल्छ कि भन्ने चिन्ता आछ नि। गणतन्त्र जाँदैन, जान पनि सक्छ, यो दुइटै छ। जान्छ भने पनि किन भन्दा गणतन्त्रवादीहरूको यथास्थितिवादीहरूको असफलताले गर्दा जाने हो। जसरी पनि अहिलेको व्यथितिलाई टिकाउँछु र यसैमा मोज मस्ती गर्छु, जनतालाई मूर्ख बनाउँछु भनेर अहिलेको सत्ता चलाइरहेका शासकहरूले सोचे भने यो जान्छ, यो टिक्दैन। यो कसरी जान्छ भन्न सकिँदैन, तर जान्छ यो।